सारी माया विचित्रा मरेर के पोलान्छ र नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन आखिर एक पेट खानु छ हाँसी खुसी जिउनु छ अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु हरियाली रानी बन सन्तोष राख्नु आफ्नै मन नराम्रो कहिले नसोचौं दुःखको बिउलाई नछरौं नराम्रो हुन्छ पापीको मन नरामाउनु व्यर्थै मन लोभीको हुन्छ धेरै धन हुँदैन सत्य उसको मन लोभीको हुन्छ धेरै धन हुँदैन सत्य उसको मन मृत्युको चक्र छ लोकमा जन्म मृत्यु यो लोकमा अरूलाई आँखा नतर्नु कुविचारले नहेर्नु मायाले हेर्नु सबैलाई शत्रु मित्र दुवैलाई दुष्ट विचार हटाउनु ज्ञानी बनी मन जित्नु दुष्ट विचार हटाउनु ज्ञानी बनी मन जित्नु शान्तिको बाटोमा छोडे असत्य मार्गमा उच्च राखौं आफ्नो मन सत्य गरौं आफ्नो काम नजलाउनु हरियो वन नरोआउनु अरूको मन सके सबको भलो सोचौं यहाँ उपस्थित हुनुहुने सम्पूर्ण हाम्रो निम्तो पाल्नुहुने अतिथिहरूलाई र हाम्रा पाहुनाहरूलाई म छ्याजनो र नमस्कार भन्न चाहन्छु। अब हामी हाम्रो कार्यक्रम सुचारू गर्न गइरहेका छौँ। त्यसकारणले गर्दाखेरि यहाँहरू आफ्नो स्थानमा बसिदिनु हुन अनुरोध गर्न चाहन्छु। शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए जाति हराउँछ। हजुर, आजको यस कार्यक्रमको यो मुख्य नाराको साथमा म यस कार्यक्रमको सञ्चालक, आजको यस कार्यक्रमको सञ्चालक खेम गुरुङ यस मञ्चमा उपस्थित भइसकेको छु। छेजालो नमस्कार। आज पौष 19 गते 2076 तदनुसार अंग्रेजी मिति जनवरी 4 तारिक 2020 शनिबार को दिन र हरेक वर्ष नेपाली वर्ष हरेक वर्ष को 15 गते पुष 15 गते संसार का तमु जातिहरूले नयाँ वर्ष को रूप में अर्थात मौलिक महान पर्व तमु लोसर को रूप में मनाउने गर्दछन्।
तर समयको व्यस्तता र विभिन्न परिस्थितिहरूको कारण हामीले यो नयाँ साल, तमुहरूको नयाँ साल अथवा तमु लोसार पर्व ठिक आजको दिन जनवरी 4, 2020 शनिबारको दिन मनाइरहेका छौँ। यो अवगत गराउनको साथसाथै हाम्रो यो तमु तोला 2603 तमु तोला चु लोसार मनाइरहेका छौँ र हजुरहरूलाई यो पनि जानकारी गराउन चाहन्छु कि गत वर्ष हामीले मृग वर्ष अर्थात् फोलोलाई स्वागत गरेका थियौँ भने यो वर्ष हामीले चुलो अर्थात् मुसा वर्षलाई स्वागत गर्दै यो कार्यक्रम मनाइरहेका छौँ। तसर्थ यहाँ उपस्थित सम्पूर्ण मातापिता, दाजुभाइ, दिदीबहिनीहरू, मित्रहरूमा यो तमु जातिहरूको महान मौलिक पर्व तमु लोसार साथै अङ्ग्रेजीको नयाँ सम्वत 2020 को शुभकामना व्यक्त गर्न चाहन्छु र म आजको यो समयलाई हाम्रो कार्यक्रमको निर्धारित समयभन्दा हामी अलिकति अगाडि नै आइसकेको छौँ, किनकि हाम्रो यो पहिलो कार्यक्रम यसरी हलमा मनाउने हाम्रो पहिलो समय भएको हो, या त समयको कुनै व्यस्तता अथवा अनुकूलता नमिलेको कारणले गर्दाखेरि हामीले ठीक 11 बजे कार्यक्रम सुरु गर्नुपर्नेमा हामीले यो समयमा कार्यक्रम सुरु गर्दैछौँ। यसको लागि हामी क्षमा प्रार्थी छौँ र फेरि पनि यहाँ उपस्थित सम्पूर्ण र संसारभर छरिएर रहनुभएका तमु जातिहरू र नेपालीहरूमा यो तमु लोसार पर्वको महान पर्वको उपलक्ष्यमा यस पावन अवसरमा हामी फेरि पनि यहाँहरूको नयाँ वर्ष सफल रहोस्, शुभ रहोस्, सुशान्तिले बितोस् भन्दै हामी शुभकामना दिन चाहन्छौँ। कार्यक्रमको मुख्य अतिथिको रूपमा हामीले निमन्त्रणा गरेका छौँ। उहाँ हुनुहुन्छ न्याउली होम केयर एलएलसी स्क्रेन्टन PA का HR PA अथवा एडमिनिस्ट्रेटर नारायण पोखरेलज्यू। हजुरलाई यस मञ्चमा आई हाम्रो हार्दिक निमन्त्रणा स्वीकार गरिदिनु होला विनम्र अनुरोध गर्दछौँ। हजुर यतै मञ्चमा आइदिनु होला। र यसै गरी हामीमा अलिकति अहिले थोरै जनसङ्ख्या भए पनि जोरदार ताली लगाइदिनु होला। नारायण पोखरेलज्यू उहाँलाई यहीँ मञ्चमै आइदिनु हुन अनुरोध गर्दछौँ। र हाम्रो आजको विशिष्ट अतिथि ओम तिमसिनाज्यू क्याथोलिक सोसियल सर्भिसका पूर्व केस म्यानेजर, हाल वेलफेयर अफिस स्क्रेन्टन PA का केस म्यानेजर हुनुहुन्छ। उहाँले पनि हाम्रा सामाजिक कार्यहरूमा धेरै हामीलाई सेवा पुर्याइदिँदै आइरहनु भएको छ। उहाँलाई पनि जोरदार तालीको साथ स्वागत गरौँ। र हाम्रो त्यसै गरी हाम्रो आजको अतिथि हुनुहुन्छ, विशिष्ट अतिथि हुनुहुन्छ केदार काफ्लेज्यू। उहाँ हुनुहुन्छ न्याउली होम केयरका केस म्यानेजरज्यू। उहाँलाई पनि हामी स्वागत गरौँ। त्यसै गरी हाम्रा टाढाबाट पाल्नुभएका हाम्रा अतिथि हुनुहुन्छ। उहाँ हुनुहुन्छ वायोबाट टीकाराम गुरुङज्यू। हजुरलाई पनि यस मञ्चमा हामी स्वागत गर्न लागिरहेका छौँ, त्यसैले यहाँ आइदिनु हुन हामी अनुरोध गर्दछौँ।
र अतिथि स्वागत गर्ने क्रममा ह्यारिसबर्गबाट पाल्नुहुने हाम्रा आदरणीय दाजु हिरालाल गुरुङ हजुर जहाँ कहीँ भए पनि यस मञ्चमा आइदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। यसै गरी मैले यहाँनिर कतिजना हामीले यहाँनिर निमन्त्रणा गरिएको अतिथिहरूको नाम धेरै भएको कारणले गर्दाखेरि म क्रमशः पढ्दै जानेछु। आजका अतिथि हुनुहुन्छ टेक खड्काज्यू, हजुर यहाँ उपस्थित हुनुहुन्छ भने यस मञ्चमा आइदिनु हुन अनुरोध गर्दछौँ। र धनमान मगरज्यू, उहाँ हुनुहुन्छ मगर समाज स्ट्रेन्टन पिएका अध्यक्ष। र कर्ण राईज्यू, किराँत समाज स्ट्रेन्टन पिएका अध्यक्ष, हजुर यहाँ हुनुहुन्छ भने यस मञ्चमा आइदिनु हुन अनुरोध गर्दछौँ। र भरत तामाङ, तपाईँ उपस्थित हुनुभएको छ भने यस मञ्चमा आइदिनु हुन आग्रह गर्दै हाम्रा अर्का अतिथि हुनुहुन्छ धन लेप्चा, उहाँलाई पनि यस कार्यक्रममा यस मञ्चमा आई हाम्रो हार्दिक निमन्त्रणा स्वीकारिदिनु हुन अनुरोध गर्दछौँ। त्यसै गरी डिबी घलेज्यू हुनुहुन्छ भने हाम्रो यस मञ्चमा आई हाम्रो निमन्त्रणा स्वीकारिदिनु हुन हार्दिक अनुरोध गर्दै यतै हो हाम्रा अर्का अतिथिलाई बोलाउन गइरहेको छौँ। उहाँ हुनुहुन्छ टेक पाण्डेज्यू। यदि हजुर यहाँ हजुरको उपस्थिति यहाँ छ भने हजुर यस मञ्चमा आइदिनु हुन अनुरोध गर्दै हाम्रा अर्का अतिथि हुनुहुन्छ, उहाँ हुनुहुन्छ तोया तिनसिला, यहाँ आइदिनु हुन अनुरोध गर्दै अर्का हाम्रा अतिथि हुनुहुन्छ, उहाँ हुनुहुन्छ डेभिड हाङ्ग्रिम, जो भुटनिसन्युज.com का पत्रकारजी हुनुहुन्छ। यदि उहाँ यस कार्यक्रममा उपस्थित हुनुहुन्छ भने यस मञ्चमा आइदिनु हुन अनुरोध गर्दछौँ। र यसै गरी अर्का हाम्रा अतिथि हुनुहुन्छ खड्गबहादुर कार्की र न्युयोर्कबाट पाल्नुहुने सोनम ग्याल्छेनज्यू, हजुर जहाँ हुनुभए पनि यस मञ्चमा आइदिनु हुन अनुरोध गर्दै हाम्रा अर्का अतिथि कर्मा लाडेनज्यू, उहाँ पनि न्युयोर्कबाटै आउनुभएको छ, उहाँलाई पनि यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यसै गरी हाम्रा अर्का अतिथि हुनुहुन्छ, उहाँ हुनुहुन्छ कमल आले, मगर समुदायबाट आउनुहुने कमल आलेज्यू, तपाईँ हजुर जहाँ हुनुभए पनि यस मञ्चमा उपस्थित भइदिनु हुन अनुरोध गर्दै हामीले निमन्त्रणा गरेका धेरै अतिथिहरू हामीबाट छुटेका छन् र यो अतिथि निमन्त्रणा गर्ने कार्यक्रमलाई जारी राख्दै उहाँहरू सायद विभिन्न समयको व्यस्तताको कारणले गर्दाखेरि ढिलो भएको हुनसक्छ र यसलाई हामी जारी राख्दै आज हाम्रो कार्यक्रम तमु समाज स्ट्रेन्टन पिएबाट आयोजित भएको र यस क्रममा हामी तमु समाजका ज्येष्ठ बुढापाकाहरूलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ र हाम्रा गुरुङ परिवार अथवा गुरुङ समाज तमु समाजका हाम्रा ज्येष्ठ बुढापाकाहरू हुनुहुन्छ, उहाँहरूको नाम लिन गइरहेको छु। उहाँहरू पनि यस मञ्चमा उपस्थित भई हाम्रो सम्मान स्वीकारिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। र किराँत समाजका अध्यक्षज्यू कर्ण राईज्यू, तपाईँ हजुर जहाँ हुनुभए पनि यस मञ्चमा आए हाम्रो निमन्त्रणा स्वीकारिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। ताली दिनु होला। र हाम्रा गुरुङ परिवारका ज्येष्ठ बुढापाकाहरू हुनुहुन्छ मतिराज गुरुङ, हजुर यस मञ्चमा आइदिनु हुन
हार्दिक अनुरोध गर्दै मक्कर गुरुङ हाम्रा बुवा हुनुहुन्छ, उहाँ जहाँ कहाँ हुनुभए पनि यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दै दलबहादुर गुरुङ उहाँ आउनुभएको छ हेरिसबर्गबाट र आमा चन्द्रमाया गुरुङ। हजुरहरू यस मञ्चमा आइदिए हाम्रो सम्मान स्वीकारिदिनु हुन अनुरोध गर्दछौँ। हामी यस कार्यक्रमलाई कुनै पनि ढिला नगरी सरसर्ती अगाडि बढाउनेछौँ, किनकि हामीले समयलाई पनि मध्यनजर राख्नुपर्ने हुन्छ, किनकि समयले हामीलाई सायद हाम्रो कार्यक्रमको निर्धारित समयले नभएला कि भन्ने जस्तो महसुस भइरहेको छ र हामी कति पनि ढिला नगरिकन यो अतिथि सत्कार सम्मानको कार्यक्रमलाई जारी राख्दै हामी हाम्रो कार्यक्रमलाई अघि बढाउन गइरहेका छौँ र हाम्रा गुरुङ परिवारका ज्येष्ठ बुढापाका हाम्रा बुवा मक्कर गुरुङज्यू हजुर यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दै हाम्रा हेरिसबर्गबाट पाल्नुहुने हाम्रा अग्रज दाइ हिरालाल गुरुङज्यूलाई पनि यस मञ्चमा आई हाम्रो निमन्त्रणा स्वीकारिदिनु हुन अनुरोध गर्दछौँ। चन्द्रमाया गुरुङ उहाँलाई पनि यस मञ्चमा आई हाम्रो निमन्त्रणा स्वीकारिदिनु हुन अनुरोध गर्दछौँ र हामीले भर्खरै देखेका छौँ न्युयोर्कबाट पाल्नुभएका मैले जुन नाम मैले अघि पनि वाचन गरिसकेको छु, उल्लेख गरिसकेको छु, उहाँ हुनुहुन्छ सोनम ग्याल्छेन र कर्म लाडन। उहाँहरूलाई पनि यस मञ्चमा आए हाम्रो बाट आउनुहुने हाम्रा हिरालाल दाजु उहाँलाई पनि जोरदार ताली दिनुहोस्, किनकि टाढाबाट आउनुभएको छ हाम्रो कार्यक्रमको निम्ति। र दीपक गुरुङ, सोनम ग्याल्छेन र कर्म लाडन उहाँहरूलाई जोरदार तालीको साथ स्वागत गरौँ। मलाई लाग्छ आजको हाम्रो अतिथि सत्कार सम्मान स्वागत गर्ने कार्यक्रम हामीले जारी राख्नै पर्ने हुन्छ, किनकि सम्पूर्ण हामीले आमन्त्रित गरिएको अतिथिहरू यहाँ आउनु भइसकेका छैनन्। गुरुङ समाज तमु समाज स्क्यान्टन पिएका अध्यक्ष हाम्रा अग्रज दाइ जो हाम्रो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नुको लागि हामी जस्ता हाम्रा सन्ततिहरूलाई जगेर्ना गर्नुपर्छ भनेर उत्साहित गरिरहनुहुने, उत्साह दिइरहनुहुने, पाठ पढाइरहनुहुने हाम्रा अग्रज दाइ पूर्ण गुरुङलाई यस मञ्चमा आए यस आजको यस लोसार कार्यक्रम तमु परिवार स्क्यान्टन पिएले आयोजित कार्यक्रममा उपस्थित हुनुभएका मुख्य अतिथि, अन्य विशेष अतिथिज्यूहरू, विभिन्न क्षेत्रबाट नेतृत्व गरी पाल्नुभएका विशेष व्यक्ति अतिथिज्यूहरू, सम्पूर्ण मातापिता, दाजुभाइ, दिदीबहिनीहरू, हजुरहरूमा हामी तमु परिवार स्क्यान्टन पिएको तर्फबाट छ्याजलो नमस्कार साथै 2020 को मङ्गलमय शुभकामना सर्वप्रथम त। र समयले धेरै अघि गइसकेको छ, हामी धेरै ढिलाइ भइसकेको छौँ। म धेरै समय नलिई सरसर्ती आजको विशेष कार्यक्रमको तमु लोसारको बारेमा छोटकरीमा धेरै छोटकरीमा भन्न गइरहेको छु। प्रत्येक वर्ष पुष 15 मा मनाइने यो तमु लोसारको छुट्टै विशेषता छ। यसरी नै गत वर्ष तमु लोसार फो लोसारलाई अर्थात्
मृग वर्षलाई स्वागत गरेर यसरी नै मनाएका थियौँ भने यसपालि फो वर्ग अर्थात् मृग वर्गलाई विदाई गर्दै चु लोसर अर्थात् मुसा वर्गलाई स्वागत गर्दै यस कार्यक्रममा विशेष नयाँ साललाई स्वागत गर्दै पुरानो साललाई विदाई गर्ने एउटा आयोजना एउटा कार्यक्रम हो। यस कार्यक्रममा सर्वप्रथम त सबैमा उपस्थित हुने यहाँ कार्यक्रममा उपस्थित हुनुभएका सबैमा अनि विभिन्न ठाउँहरूमा छरिएर रहनुभएका समस्त नेपालीमा 2020 को चु लोसर अर्थात् मुसा वर्गको लोसर मनाउँदै 2020 को सर्वप्रथम शुभकामना दिन चाहन्छौँ र विशेष अर्थ नै लोसर मनाउनको यही रहेको छ। एक अर्कामा नयाँ साललाई स्वागत गर्ने, एक अर्कामा सुख शान्तिको कामना बाँड्दै मनाइने एउटा लोसर हो भन्दै यहाँबाट म बिदा हुन चाहन्छु। धन्यवाद। स्वागत गर्ने क्रम हामीले जारी राखेका छौँ र गोपाल गुरुङज्यू हेरिसबर्गबाट पाल्नुहुने गोपाल गुरुङज्यू हजुर जहाँ कहीँ हुनुभए यस मञ्चमा आई हाम्रो निमन्त्रणालाई स्वीकार दिनुहुन अनुरोध गर्दै आजको कार्यक्रमलाई अब भने हामी सुचारू रूपमा अघि बढाउँदैछौँ र योभन्दा पहिला केही जानकारीहरू आजका नृत्य गायन प्रस्तुतिहरू दिनुहुने प्रस्तुतिहरूमा सहभागी हुनुहुने हाम्रा मित्र दिदीबहिनीहरू भाइ बहिनीहरू उहाँहरूलाई पूर्व तयारीको रूपमा आफ्नो प्रस्तुतिहरूको लागि रहिदिनु हुन आग्रह गर्दछौँ। जोरदार तालीको साथ हाम्रो कार्यक्रमलाई अगाडि बढाउन सहयोग गरिदिनु होला। र यो कार्यक्रमको पहिलो प्रस्तुति हामीले पस्किनुभन्दा अलिकति अगाडि अर्को सहभागी जुन चाहिँ मैले अघि पढिसकेको थिएँ, म त गाउँकी गोरी रे एकल नृत्य सुषमा गुरुङ बहिनी जहाँ हुनुभए पनि तपाईँ पूर्व तयारीको साथमा रहिदिनु होला, किनकि हाम्रो समयले पनि धेरै व्यस्तता समयले पनि डाँडा नेटो काटिसकेको महसुस भइरहेको छ। र अब भने म पहिलो यस कार्यक्रमको पहिलो प्रस्तुति पस्किँदै केही क्षणको लागि ओझेल हुँदैछु र आजको पहिलो प्रस्तुति छ सामूहिक नृत्य र यो सामूहिक नृत्यको प्रस्तुतिमा सहभागी हुनुहुन्छ रिना गुरुङ, फुल गुरुङ, सुक गुरुङ, मेरी गुरुङ र जमुना राई। उहाँहरू आउँदै हुनुहुन्छ। म त गुरुङ सेली हुँ हजुर, म त हजुर गुरुङ सेली, म त हजुर गुरुङ सेली। धन्यवाद। Himalaya
भएको कारणले गर्दाखेरि म आउन सकिनँ र अबको प्रस्तुति छ हामीले गाना मात्रै सुन्दा सुन्दा गीत मात्रै सुन्दा सुन्दा नृत्य मात्रै हेर्दा हेर्दा आँखा थाकेको हुनसक्छ, कानमा पनि अलिकति डिस्टर्ब भएको हुनसक्छ। त्यसर्थ मैले अहिले सानो एउटा कविता लिएर आएको छु, मैले फुर्सदको समयमा कोरेको छु, यसलाई पनि सुनिदिनुहोस् है त। र यो छोटो समय मैले यो कविताको लागि लिएको छु र यो कविताको मेरो कविताको शीर्षक छ हो हामी त्यही मान्छे हौ, हो हामी त्यही मान्छे हौ। र यो मेरो कविताको शीर्षकलाई म अघि बढाउन चाहन्छु, कवितालाई अघि बढाउन चाहन्छु, सुनिदिनु होला है त। हामी त्यही मान्छे हौ, फाटेको दाउरा सुरुवाल र गुन्यु चोलीले जन्माएको। हामी त्यही मान्छे हौ, फाटेको दाउरा सुरुवाल र गुन्यु चोलीले जन्माएको। खाली खुट्टा टेकी हिँड्ने बाउ बाजेको काँधमा रमाएको। खाली खुट्टा टेकी हिँड्ने बाउ बाजेको काँधमा रमाएको। हो हामी त्यही मान्छे हौ, फाटेको दाउरा सुरुवाल र गुन्यु चोलीले जन्माएको। हामी त्यही मान्छे हौ, सिस्नु र ढेँडो खुवाई पुर्खाहरूले बचाएको। हामी त्यही मान्छे हौ, सिस्नु र ढेँडो खुवाई पुर्खाहरूले बचाएको। मारुनी र झ्याउरे तालहरूमा आफूसँगै नचाएको। हो हामी त्यही मान्छे हौ, फाटेको दाउरा सुरुवाल र गुन्यु चोलीले जन्माएको। हामी त्यही मान्छे हौ, बच्चामा आमाको पटुकीको झोलुङ्गोमा हल्लाएको। हामी त्यही मान्छे हौ, बच्चामा आमाको पटुकीको झोलुङ्गोमा हल्लाएको। सिलोक र मारुनीको भाका सुनाउँदै सुताएको। हो हामी त्यही मान्छे हौ, फाटेको दाउरा सुरुवाल र गुन्यु चोलीले जन्माएको। हामी त्यही मान्छे हौ, परालको गुन्द्री र आमाको बर्कोमा हिउँदो बर्खा बिताएको। हामी त्यही मान्छे हौ, परालको गुन्द्री र आमाको बर्कोमा हिउँदो बर्खा बिताएको। एक मुठी भुटेको मकै र एक जोर कपडामा रमाएको। एक मुठी भुटेको मकै र एक जोर कपडामा रमाएको। हो हामी त्यही मान्छे हौ, फाटेको दाउरा सुरुवाल र गुन्यु चोलीले जन्माएको। हामी त्यही मान्छे हौ, पुर्खाहरूले आफ्नै पौरखमा बाँच्न सिकाएको। हामी त्यही मान्छे हौ, पुर्खाहरूले आफ्नै पौरखमा बाँच्न सिकाएको। सानो ठुलो सबै मिलेर बस भने नाता गाँच्न सिकाएको। हो हामी त्यही मान्छे हौ, फाटेको दाउरा सुरुवाल र गुन्यु चोलीले जन्माएको। हो हामी त्यही मान्छे हौ, फाटेको दाउरा सुरुवाल र गुन्यु चोलीले जन्माएको। धन्यवाद। र यस कविता वाचनको पछि म हाम्रो कार्यक्रमको सुचारू रूपले सञ्चालन गर्नको लागि हाम्रो प्रस्तुतिहरू पस्किने क्रममा आकाशैमा कालो बादल शीर्षकको बोलको गीतलाई हामी अगाडि ल्याइरहेको छौँ। र यस गानामा साथ दिँदै हुनुहुन्छ आइता गुरुङ हिमाल र पवित्र सुब्बाज्यू। हजुरहरू यहाँ आई आफ्नो प्रस्तुति पस्किदिनु हुन अनुरोध गर्दछु। यो गाना मारिरहेकोले म माता पिता सम्पूर्णलाई नाचिदिनु हुन अनुरोध गर्दछु। हेलो कालो बादल आकाशको कालो बादल पानी पर्यो झम्मा झम्मा पानी पर्यो झम्मा झम्मा बादलको तालैमा नाचो आज झम्मा झम्मा बादलको तालैमा नाचो आज झम्मा झम्मा
देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ सम्झना नै मिठो हुन्छ जुनी जुनी साँचिन्छ भोलि कहिले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ सम्झना नै मिठो हुन्छ जुनी जुनी साँचिन्छ यही मिठो सम्झना यही मिठो सम्झना दुःख पीडा सबै भुलेर दुःख पीडा सबै भुलेर परदेशबाट फर्किआयो आफ्नो गाह्रो बाटो सम्झेर परदेशबाट फर्किआयो आफ्नो गाह्रो बाटो सम्झेर धन्यवाद सम्पूर्णलाई। अब भने आएको छ एकल गायन। एकल गीत लिएर आउँदै हुनुहुन्छ हाम्रो आइता भाइ, आइता गुरुङज्यू। र उहाँकै शब्द र सङ्गीत रहेको गीत कान्छीलाई मोडी लाग्लाई हजुर समक्ष प्रस्तुत गर्न चाहन्छु। कान्छीलाई मोहनी जालमा पारेर लान्छु म कृष्ण र रङ्गित तारेर कान्छीलाई मोहनी जालमा पारेर लान्छु म कृष्ण र रङ्गित तारेर चुल्ठोमा गोरा सिउरेर ओठोमा लाली भरेकी
सोल्टिनी नानी परेकी साइनोमा झनै कान्छी त सोल्टिनी नानी परेकी कान्छीलाई मुटुको घरमा सारेर लान्छु म बिस्तर रङ्गित पारेर कान्छीलाई मुटुको घरमा सारेर लान्छु म बिस्तर रङ्गित पारेर रोधीमा बस्ने रोधी घर सुरठी नाच्ने आँगन रोधीमा बस्ने रोधी घर सुरठी नाच्ने आँगन छिप्ने पो हो कि यो साइनो पठाउ त पुर्खा मागन छिप्ने पो हो कि यो साइनो पठाउ त पुर्खा मागन कान्छीलाई छाड्दिन यसै हारेर लान्छु म बिस्तर रङ्गित पारेर कान्छीलाई छाड्दिन यसै हारेर लान्छु म बिस्तर रङ्गित तारेर लान्छु म बिस्तर रङ्गित तारेर लान्छु म बिस्तर रङ्गित तारेर लान्छु म बिस्तर रङ्गित तारेर। धन्यवाद। एकल नृत्य लिएर आयुषा राई बहिनी र उहाँको प्रस्तुत पनि हेरिहालौँ। मजामा के ओढ़नी ओढ़ू ओढ़ू पर उड़ी जाए 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 ओढ़नी उड़े उड़े रे अखियां मुड़े मुड़े रे ओढ़नी उड़े उड़े रे अखियां मुड़े मुड़े रे मेरे सीने में कुछ कुछ था
आयुषा राई बहिनीलाई। उहाँले पनि आफ्नो सुन्दर प्रस्तुति दिएर गइसक्नु भएको छ र यहाँहरूलाई म एउटा जानकारी पनि गराउन चाहन्छु। यहाँहरू कतिपयहरूलाई खानाको व्यवस्थाहरू पनि हामीले अलग्गै गरेको छौँ र यदि खानाको यदि भोक लागेमा हजुरहरू वहाँ गएर भोजन खान सक्नुहुन्छ, लिन सक्नुहुन्छ भन्दै अब हाम्रो प्रस्तुतिको क्रमहरू अगाडि बढाउँदैछु। लाग्छ मलाई अहिले भने साउन्ड सिस्टमले पनि केही मात्रामा राम्रैसँगले साथ दिइरहेको छ र अब हाम्रो एकल गायनको प्रस्तुति रहेको छ। उहाँ हुनुहुन्छ, उहाँ एकल गायनलाई प्रस्तुति दिन आउनु हुँदैछ पवित्र सुब्बाज्यू। कृपया तालले साथ दिनुहोला। खेतको सिरै हाल्यो वर्षायामको गरौँदीले, गैरी खेतको सिरै हाल्यो वर्षायामको गरौँदीले। ओ नौनी जस्तो मेरो मन, नौनी जस्तो मेरो मन चिर पर्यो। उसको रूपको करौँदीले, उसको रूपको करौँदीले। मसेनी मजाले हाल्यो माझी दैले आजा, मसेनी मजाले हाल्यो माझी दैले आजा। बिहानीमा देखे उसलाई माग लाग्यो साझा। नौनी जस्तो मेरो मन, नौनी जस्तो मेरो मन चिर पर्यो। उसको रूपको करौँदीले, उसको रूपको करौँदीले। नाता पनि कोला पारी तारी दिने दुहिनाको मनको, कोला पारी तारी दिने दुहिनाको मनको। पहिलो माया छुट्टै हाल्यो कलेजीमा रङको, पहिलो माया छुट्टै हाल्यो कलेजीमा रङको। गैरी खेतको सिरै हाल्यो वर्षायामको गरौँदीले। उसको माया ओइरो पहिरो साउनको भेला,
थियो। ब्याज र खदा लगाएर हामी स्वागत गर्दछौँ र यसपछि अघि नै भनिसकेको छु, यसपछि हाम्रो कार्यक्रम रहेको छ मायाको चिनो बाँड्ने र त्यो मायाको चिनो बाँड्दै हुनुहुन्छ बलि गुरुङ भाइले र त्यस पछाडि हाम्रो कार्यक्रम रहेको छ, प्रस्तुति रहेको छ मनकी चरी उडी उडी एकल नृत्य नायसा पोखरेल बहिनी एकदमै पूर्व तयारीको रूपमा रहिदिनु हुन अनुरोध गर्दछौँ। तबसम्मको लागि म यस मञ्चबाट ओझेल हुन चाहन्छु। धन्यवाद। को हाम्रो लोसर प्रोग्राम आज भरपुर चलिरहेको मैले महसुस गरेको छु र मैले मात्र 5 देखि 10 मिनट समय मैले यो लोसर कार्यक्रमको बिचमा मैले पहिले नै उद्घोष गरेको थिएँ मलाई चाहिन्छ है भनेर। एकजना यस्तो व्यक्तिलाई म मायाको चिनो दिनु चाहिरहेको छु कि त त्यो मायाको चिनोले उहाँलाई अझै ऊर्जा थपियोस् कि अझै म्युजिक भिडियो अनि अझै मिठो मिठो गीतहरू हामीले सुन्न पाऊँ भनेर। प्लिज सुषमा गुरुङ एन्ड मेरी गुरुङलाई स्टेजमा मायाको चिनो र खादा लिएर आउनुको लागि म अनुरोध गर्छु र उहाँ भाग्यमानी व्यक्ति हुनुहुन्छ। प्लिज कम अप द स्टेज। प्लिज उहाँ भाग्यमानी व्यक्ति हुनुहुन्छ भरत तामाङ। प्लिज क्लैप योर ह्यान्ड प्लिज भरत तामाङ।
भरत तामाङ जहाँ कहीँ हुनुहुन्छ यसमा आइदिनु पर्यो प्लिज। हामीसँग समय एकदम छोटो छ। भरत तामाङ हुनुहुन्छ जहाँ कहीँ भए पनि प्लिज कम अफ द स्टेज प्लिज। ठिकै छ। चिनो अब एकछिन पछाडि एक दुईवटा कोसेली पछाडि दिने हामीले जम्मूको पनि के भनौँ मैले दिने प्रयास गरेको छु, त्यो पनि उहाँ आयो भने मात्रै होला। थ्याङ्क यू सो मच।